म छु यहाँ मेरो नाम कैलाश सर तपाईको नाम के हो भन्नुस् त चस्मा लगाइदिनुस् मेरो नाम अर्का विष्ट मेरो गरी खाडीका नौपालिका दैले मैले आज कर्णालीको खस भाषामा एउटा गजल ल्याएर आएको छु हाम्रो 2 दिनको यो कर्णाली छोरी सम्मेलन चलिरहेको छ यो पहिलो दिन हो पहिलो दिनको यो अन्तिम क्षणमा छौँ हामी बहिनीहरूको प्रस्तुति पनि अहिले हेर्नुभयो कर्णालीको चेलीहरूको है फेरि पनि आफूले स्टेजमा प्रस्तुत गर्ने अवसर पाउनुहुनेछ र इसेवाको एकदमै बलियो प्रस्तुति छ यहाँ यो कार्यक्रममा Good. देशको भोग मेटाउँछु भन्ने सत्ताका मान्छेले देशको भोग मेटाउँछु भन्ने सत्ताका मान्छेले देशको भोग मेटाउँछु भन्ने सत्ताका मान्छेले आफ्नै भुँडी किली भरेका शब्दला आफ्नै भुँडी किली भरेका शब्दला बरु भोकै मरिजाला सिकारै नपाया बरु भोकै मरिजाला सिकारै नपाया बरु भोकै मरिजाला सिकारै नपाया बाघका चल्लाले घाँसका चढेका शब्दला बाघका चल्लाले घाँसका चढेका शब्दला छोरी गर्दै हत्या गरेका शब्दला सृष्टिको फुल नजन्मिँदै मर्याका शब्दला सृष्टिको फुल नजन्मिँदै मर्याका शब्दला धन्यवाद हस् मुक्तकको शीर्षक रहेको छ भूमि चेली यो हाम्रो गाउँको भाषाबाट छ काला देश भूमि पहिचान यही हो मेरो भेष काला देश भूमि पहिचान यही हो मेरो भेष उपस्थित हुनुभएका सम्पूर्णमा मेरो नमस्कार उपस्थित हुनुभएका सम्पूर्णमा मेरो नमस्कार सुत्केरी हुँदा बेला साधन नपाइ냐 हुनुभएका भनेको के बेला साधन नपाइ냐 महिला दिदी बहिनी सबै यसै मरक्न्या महिला दिदी बहिनी सबै यसै मरक्न्या जल्दा बोल्दा समस्या त कति हुनगति जल्दा बोल्दा समस्या त कति हुनगति प्रत्येक चेलीका आवाज आउने सबै जति प्रत्येक चेलीका आवाज आउने सबै जति जान्या बुझ्ने सबै सहरै आइजान्या जान्या बुझ्ने सबै सहरै आइजान्या अलग्गै कुखुराले पानी दिने चलन गया नै अलग्गै कुखुराले पानी दिने चलन गया नै लैङ्गिक छुवाछुत भेदभाव समस्या गया नै लैङ्गिक छुवाछुत भेदभाव समस्या गया नै गोठा बस्ने रजस्वल हुँदा छाउ गोठा बस्ने अहिलेसम्म चलन गया नै अहिलेसम्म चलन गया नै
घाँटी सुत्दा सर्पले टोक्ने अहिलेसम्म चलन नयाँ नै घाँटी सुत्दा सर्पले टोक्ने अहिलेसम्म चलन नयाँ नै आमाकी प्यारी छोरी मरिगएको आमाकी प्यारी छोरी मरिगएको आमाको मुटुको घाउ अझै निको भए नै आमाको मुटुको घाउ अझै निको भए नै म एक पढाली छोरी महिला अगाडि बढ्न लाग्नै पर्छ समस्या झेली महिला अगाडि बढ्न लाग्नै पर्छ समस्या झेली हेर्न मन छ सबै छोटी अगाडि बढेको हेर्न मन छ सबै छोटी अगाडि बढेको खुसी लागेछ मलाई यही ठाउँमा आएको खुसी लागेछ मलाई यही ठाउँमा आएको हेर्न र सुन्न मन छ चेलीका आवाज हेर्न र सुन्न मन छ चेलीका आवाज संसारभरि छाएको यस्तै सङ्घर्षले जीवनका बाटा खुल्ला यस्तै सङ्घर्षले जीवनका बाटा खुल्ला आगो वर्ष अन्य मौका मिल्या सङ्घर्ष गरी सफल भएका कथा खुल्ला आगो वर्ष अन्य मौका मिल्या सङ्घर्ष गरी सफल भएका कथा खुल्ला उहाँको आवाज हाम्रै स्टेजमा सुन्न गइरहेका छौँ एकदमै शान्त भएर धैर्यता नबसिदिनु होला त्योभन्दा पहिला म सुषमा हमाल बहिनीको नृत्य प्रस्तुत गरिरहनको लागि सुषमा हमाल बहिनीलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु महिला पनि हुँदैन पुरुष पनि हुँदैन भन्ने मलाई लाग्छ त्यो पहिला तपाईँसँग कमिटमेन्ट हुनु पर्यो उहाँको जस्तै मैले पनि 15 वर्षमा मेरो 15 वर्ष
र त्यहाँ डिजोल हेर त
बाहिर नाच्ने भनेको हिजो कतिको इन्जोय गर्नुभयो रमाइलो भयो ल हामी चाहिँ यता सेवाबाट है हाम्रो कर्णाली प्रदेशको सुकेत ब्रान्चबाट चाहिँ हामी लगायत हाम्रो टिम चाहिँ यहाँ आएको छौँ है यो आर्थिक वर्षदेखि कर्णाली सोल्युसन दोस्रो सेकेन्ड एडिसनदेखि चाहिँ हामीले कोलाबोरेसन गरेर काम गर्दैछौँ नेक्स्ट इयरमा पनि हामीले फर्दर हजुरहरूको लागि या हजुरसँग हामीले कोलाबोरेसन गर्दै साथ सपोर्ट गर्दै अगाडि बढ्ने बाचाको साथ यो हाम्रो सेसन चाहिँ मसँग टाइम धेरै छैन एकदम सर्टमा म अगाडि बढ्दै जान्छु सबैलाई थाहा छ होइन सेवा भनेको के हो है सेवा भनेको चाहिँ नेपालको फर्स्ट अनलाइन पेमेन्ट गेटवे हो होइन जुन चाहिँ हामीले डिजिटल माध्यमबाट चाहिँ कारोबार फाइनेन्सियली कारोबार गर्नको लागि चाहिँ सेवा प्रयोग गर्छौँ है जुन चाहिँ 2009 सालमा नेपालमा फर्मेसन भएको हो होइन यसको इस्टाब्लिसमेन्ट डेट चाहिँ र यो चाहिँ नेपालको फर्स्ट अनलाइन पेमेन्ट गेटवे पनि हो जुन चाहिँ नेपाल राष्ट्रिय ब्याङ्कबाट मान्यता प्राप्त कम्पनी हो फाइनेन्सियली डिजिटली माध्यमबाट कारोबार गर्नलाई लाइसेन्स बाई नेपाल राष्ट्रिय ब्याङ्क कम्पनी हो जुन चाहिँ नेपाल कन्टेक्समा आइटी डेभलपमेन्ट कम्पनी हो जसले जुनको अन्डरमा चाहिँ मल्टिपल कम्पनीहरू चाहिँ एक्जिस्ट गर्छ हरेक सेक्टरमा फरक सेक्टरमा काम गर्नको लागि चाहिँ एफन सबले चाहिँ सफ्टवेयरहरू बनाउँछ जुन चाहिँ सेवा भनेको चाहिँ फाइनेन्सियली कारोबार गर्ने वित्तीय कारोबार गर्ने जुन चाहिँ विद्युतीय माध्यमबाट कारोबार गर्नलाई चाहिँ हामीले यसको डेली बेसिसमा उपयोग गर्ने गर्छौँ है सेवा चलायो भने चाहिँ के हुनसक्छ हेर्नु त टाइम सेभिङ हुन्छ त्यसपछि कन्भिनियन्ट हुन्छ इजी हुन्छ होइन इजी एक्सेस हुन्छ हामीले मोबाइलबाट नै सबै कुराहरू चाहिँ दिन सक्छौँ सबै सर्भिसहरू चाहिँ प्रयोग गर्न सक्छौँ भन्ने कुरा हो है अनि सेक्योर पनि हुन्छ हामीले चाहिँ आफ्नो डिभाइसहरू आफ्नो पर्सनल इन्फर्मेसनहरू चाहिँ सेक्योर राख्यौँ भने चाहिँ सेवाबाट कुनै पनि कारोबारहरू गर्दाखेरि चाहिँ सेक्योर हुन्छ भन्ने कुराहरू छ है र सेवासँग चाहिँ सबै नेपालमा भएको एक्जिस्ट गर्ने ब्याङ्क एकाउन्ट प्लस ब्याङ्क होइन 43 प्लस माइक्रो फाइनेन्स 1000 प्लस कोअपरेटिभ है 400 प्लस इम्प्लोइज हामी अधिराज्यभरिमा होइन 4000 प्लस मर्चेन्टहरू छ होइन मर्चेन्ट भनेको चाहिँ हामीले जति पनि सेवाबाट सर्भिस सेवामा चाहिँ 1 करोडभन्दा बढी चाहिँ कस्टमर बेस हुनुहुन्छ एक्टिभ रेसियो हेर्ने भने चाहिँ अलिकति कम होला होइन नभए चाहिँ एप डाउनलोडर युट्युबबाट हेर्ने भने चाहिँ 1 करोड प्लस कस्टमर बेस पनि हुन्छ र हाम्रो एजेन्ट नेटवर्कहरू पनि लगभग 300K जस्तो चाहिँ हुन्छ भन्ने कुरा हो यो हामीले चाहिँ पछिल्लो समय हामीले लगभग 2 वर्ष लगभग 1.5 वर्ष भयो यो सबै सधैँसँगै भनेर चाहिँ हाम्रो ट्यागलाइन हो स्लो गर्न विषय कम्पनीको चाहिँ बिल्डअप गर्ने भन्ने हो अनि हाम्रो चाहिँ मेन स्ट्रिम इकोसिस्टममा चाहिँ हामीले चाहिँ योगदान दिने डिजिटली फिजिकल कारोबारभन्दा पनि सबै नेपालभरिमा जति पनि आर्थिक कारोबार हुन्छ मेन स्ट्रिम इकोसिस्टमलाई चाहिँ हामीले चाहिँ सपोर्ट गर्ने भन्ने खालको कुराहरू छ है त्यो चाहिँ हामीले यसो चलाउँदाखेरि चाहिँ तपाईँको टाइम सेभ हुन्छ होइन पोर्टफोलियो युटिलाइजेसनमा मनी हुन्छ रिलायबल हुन्छ कन्भिनियन्ट हुन्छ होइन पोर्टफोलियो युटिलाइजेसनमा भनेको चाहिँ हाम्रो फन्डलाई चाहिँ पोर्टफोलियो युटिलाइजेसन अन टाइम गर्न सक्छौँ मेरो घरमा पैसा होला मलाई अहिले पैसा चाहिएको छ भने त मैले युज गर्न सक्दिनँ नि त अनलाइन माध्यमबाट हामीले कुनै पनि कन्टेक्ट रियल टाइममा चाहिँ प्रयोग गर्न सक्छौँ भन्ने कुराहरू हो होइन अनि मेक फास्ट एन्ड ट्रु वेबाट ट्रस्टेड वेबाट चाहिँ हामी प्रयोग गर्न सक्छौँ भन्ने कुराहरू छ जो चाहिँ हामीले हिजोको दिनमा बस टिकटहरू काट्दाखेरि चाहिँ यसरी लाइन लाग्नु पर्थ्यो भने अहिले चाहिँ हामीले एपबाट पनि बस टिकट काट्न सकिन्छ होइन मेरो सेयर एप्लाई गर्दाखेरि यसरी लाइन लाग्नु पर्थ्यो भने मेरो सेयर एपबाट गर्न सकिन्छ भन्ने कुराहरू हो